मेरो चाहिँ रिकमेन्डेसनमा आएको थियो कि जेम्सीको नयाँ गीत हिजै रिलिज भएको रहेछ भनेपछि जेम्सीसँग फेरि को छ भन्दाखेरि लाउरे जेम्सी एक्स लाउरे वी पोखरा प्रड्युस बाई योगेश बिट्स रे। अब जेम्सीलाई फलो गर्ने मान्छे त होइन म होइन, तर हिजो आएको थियो कि फिडमा, अब त्यही भएर सुन्नै पर्ने हुन्छ अनि सुन्नै पर्ने त हुँदैन तर सुनिदिउँ चाहिँ भयो नि। मलाई जेम्सी र कस्तो के अरे नवादनसरी झोलाको लिल झोलाको बिफको याद आयो कि एक्कासी। वी पोखरा ल ठिक छ, यिनीहरू दुवैजना पोखराको, यसले आफ्नो गीतमा पनि भन्न हुन्थ्यो कि पोखरा पोखरा पोखरा। म पनि भन्छु कि वी महोत्तरी वी काठमाडौँ, त्यो भएर सुनिदिइहालौँ वी पोखरा। I got a overall band of 8. मेरो 7 हो। ओइ के हो गुच्ची पराठा ब्रान्ड डिजिटल ब्रान्ड जेरावनको कलेसे जेरावन चाहिँ पोखराको ठुलो मान्छे होस् है ल। हेलो यो त सिजनमा न्यास्ते छ। ए ल ल हुन्छ। लेट्स युनाइट फर पोखरा वी पोखरा। पोखराको यो त डब्लुडब्लुईको त्यो इन्ट्रान्स गर्ने बेलाको गीत हुन्छ जस्तो। फिल्म पोखरा लाउरे एक्स जम्सी। एनपिसी गीत हो, एनपिसी गीत। यो लाउरे र जेम्सीको कोल्याबको सेकको लागि मात्रै बनाएको जस्तो। कस्तो भएन कि यो मजा आएन। यो त स्नुज फेस्ट कसम भन्नुहोस् म। पोखरामा हो यार, पोखरामा तल गए छोरीपाटन, माथि गए बाजापाटन। हस् हजुर। लौरे आएपछि त झन् हावा भयो कसम भने, के गरे अहिले यो। लौरेले एडलिप दिएको भन्दा चाहिँ यो गएकै ठिक छ है कसम। अघि एडलिप त लास्ट चाहिँ नराम्रै थियो। पोखरासँग प्रब्लम होइन है, तर साँच्ची भन्दा पोखरा त खतरा खतरै गीत हावा हो कि।
God, Jamesy, please stop it. ओए विपिन कार्की ये ad side चिन्दैन त यो एडको लागि उ गरे क्या के अरे प्रमोसनको गीत हो क्या मान्छेहरूले मन परेर भने लाउरे आज ब्याड कम्पनी वेलकम टु पोखरा ओल्ड लाउरे फ्यान एटेन्डेन्स हेयर भएन अरे हो मजा आएन के हो यस्तो पोखरामा के आज भइरह एक होइन 24 जनवरी 2024 यो सालको सबसे एनपिसी गीतै कसम भन्न छ म